हेलो एभ्रिवान, मेरो नाम चाहिँ शुभम श्रेष्ठ अनि आजको यो वेब डेभलपमेन्ट भन्ने मोड्युलको हाम्रो प्रोजेक्टको टाइटल हो। मेरो प्रोजेक्टको टाइटल चाहिँ मुख्य किताब भन्ने हो। अनि मैले चाहिँ एउटा सोसल मिडिया प्लेटफर्म चाहिँ बनाएको छु मुख्य किताब। अहिले एनपिएम स्टार्ट गरौँ, सर्भर स्टार्ट गरेँ, सर्भर स्टार्ट भयो। अब क्लाइन्टको फ्रन्ट एन्डबाट एनपिएम स्टार्ट हानौँ। यो एनपिएम स्टार्ट भयो। यो चाहिँ हाम्रो लगइन पेज भइगयो। अब डन्ट ह्याभ एन अकाउन्ट गरेर रेजिस्टर गरौँ। यो रेजिस्टर पेज भइगयो। यता चाहिँ अब युजर नेम र पासवर्ड गरौँ। अहिलेको लागि रुचि श्रेष्ठ भनेर राख्छु मैले युजर नेम। भयो। यो पासवर्ड पनि अब राखौँ। रेजिस्ट्रेसन सक्सेसफुल भनेर आयो। अब डाटाबेसमा गएर हेरौँ यो डाटा एन्ट्री भएछ कि नै भनेर। युजरको टेबलमा गएर जाऊँ। अब हेरौँ युजरको टेबलमा। अब यहाँ तल हेर्न सक्नुहुन्छ फोन नम्बरमा रुचि श्रेष्ठ भनेर आयो। पासवर्ड चाहिँ इन्क्रिप्टेड फर्ममा छ प्राइभेसीले गर्दा। अब त्यही आइडी पास लगइन हानौँ। रुचि श्रेष्ठ पासवर्ड हालौँ। अब यो चाहिँ हाम्रो होम पेज भइहाल्यो। अब यतातिर हामीले पोस्टहरू हाल्न मिल्यो। यहाँ टाइटल अनि क्याप्सनहरू हालेर अनि इमेजहरू पनि हाल्न मिल्यो। अनि इमेज हाल्न मन छैन भने टेक्स्ट हालेर पनि भयो। अहिलेको लागि ह्याप्पी होली 2026 भनेर राखौँ। ह्याप्पी होली टु एभ्रिवान भनेर राखौँ। अब इन्सर्ट इमेज गरेर एउटा मैले होलीको इमेज डाउनलोड गरेको थिएँ, त्यही अब गरौँ। अनि क्रिएट पोस्ट गऱ्यो भने त्यो अब टाइमलाइनमा आइहाल्यो। यो भइहाल्यो। अब फोटो राख्न छैन भने टेक्स्ट मात्रै राख्न पनि मिल्यो। माई डे भनेर राखौँ। अनि क्याप्सनमा माई डे टुडे वाज फुल अफ फन भनेर भयो। फुल अफ फन because today I went for hiking with friends भनेर गरेर क्रिएट पोस्ट हानौँ। टुडे क्रिएट पोस्ट भयो। अब क्रिएट पोस्ट हानौँ। यसरी अब यदि पिक्चर हाल्न मन छैन भने पनि यस्तो टेक्स्ट मात्रै हाल्न पनि मिल्यो। मेरो वेब डेभलपमेन्टको प्रोजेक्ट यति नै हो। अब